हेलो हाई गुड इभिनिङ नमस्कार साथी न्यानो अभिवादन। हजुरहरू अहिलेको अवस्थामा के गर्दै हुनुहुन्छ? म चाहिँ ड्युटी सकेर रुम आएर चिकन बनाउन थालिसकेँ है। मलाई आज चिकन खान मन लागेको थियो नि त, सो मैले चिकन अर्डर गरेर चिकन बनाएँ। अनि त्यस पछाडि मसँग एउटा मात्र कुकर छ नि त, नेपालबाट ल्याएको कुकर है यो पनि। अनि यो कुकरमा चाहिँ मैले खाना बनाएँ, फेरि त्यही खनाएर। अनि त्यस पछाडि मेरो फेसमा कति धेरै ट्यान भएको थियो नि त, अनि त्यही भएर डिटाइन लगाउनु पर्यो भनेर फेस वास गर्दैछु है। एभ्री डे म फेस वास चाहिँ युज गर्छु, तर डिटाइन चाहिँ आज मात्र लगाउन लागेको है। अनि यो चाहिँ मलाई मेरो मम्मीले ल्याइदिनु भएको थियो पहिला नै नेपालमा आउँदाखेरि। अनि मैले यो लिएर आएको थिएँ नि त, अनि लगाएर कसरी लगाऊँ भनेर लगाएर, अनि मसँग चाहिँ ब्रस थिएन, सो मैले चाहिँ हातले नै एप्लिकेसन गरेँ अनि यहीँ गर्दैछु है भुज जस्तै। अनि त्यस पछाडि मैले खाना बनाइसकेँ। खाना बनाइसकेर चाहिँ मैले किचन सफा गरेँ। अनि किचन सफा गरिसकेपछि म गार्बेज फ्याँक्न गएँ। अनि गार्बेज फ्याँकेर आएर कपडा वासिङ मेसिनमा राखेको थिएँ नि त, अनि कपडाहरू धोएर सुकाएँ। अनि सुकाइसकेर ठिक्क डिटाइनको टाइम पनि भइसकेको थियो, अनि डिटाइन चाहिँ मैले रिमुभ गरेँ। अनि रिमुभ गर्दा फेरि पनि म ऐना हेरी गरिरहेको छु कि पुरै। अनि घरिघरि नाटक गर्दै पनि गर्दै, अनि माथि टाउकोमा लगाएको त्यो ब्यान्ड र नेकमा चाहिँ सेम भएछ कि। अनि मिरर हेरेर आफै पागल जस्तो है, बचपनै छ उमेर 55 भइसके पनि मन चाहिँ बचपनै छ है। अनि आइस लगाएर हल्का सेकेँ। अनि त्यस पछाडि चाहिँ मैले नाइट क्रिम लगाएँ। अनि अब नाइट क्रिम लगाएर चाहिँ म सुत्छु। हजुरहरूले भिडियो हेरिदिनु भयो, थ्याङ्क यू सो मच है। अनि गुड नाइट, ह्याभ अ स्विट ड्रिम, शुभ सपनी, बाई बाई साथीहरू।